आज हामी तुलनात्मक पजलबाट एउटा क्वेसन गर्न गइरहेका छौँ। त्यो क्वेसन रहेको छ नम्बर 1 को PQRS 4 जना पुरुषहरू हुन्। P सबैभन्दा जेठो हो तर गरिब होइन। R सबैभन्दा धनी हो तर जेठो होइन। Q यसभन्दा जेठो हो तर P वा R भन्दा होइन। P Q भन्दा धनी हो तर यसभन्दा होइन। 4 जना पुरुषलाई क्रमशः उमेर र धनीको आधारमा घट्दो क्रममा कसरी राख्न सकिन्छ भनेर क्वेसन सोधेको छ। यो अप्सनहरू छन्, अब हामी गरेर देखाउँछौँ। ल, क्वेसनको लागि हामीसँग कन्डिसनहरू रहेका छन्। 4वटा कन्डिसन छन्। पहिलो कन्डिसन P सबैभन्दा जेठो हो तर गरिब होइन। P भनेको सबैभन्दा जेठो हो रे होइन। P सबैभन्दा जेठो हो तर गरिब होइन भनेपछि गरिब हाम्रो यहाँ आउँछ, लास्टमा चाहिँ पर्दैन त्यो हो भनेको है। यो कन्डिसन हो। अनि त्यसपछि दोस्रो कन्डिसन छ R सबैभन्दा धनी हो तर जेठो होइन भनेपछि R सबैभन्दा धनी हो, धनीको ऱ्याङ्किङमा R सबैभन्दा माथि भयो तर यहाँनिर जान सकेन है। यो दोस्रो कन्डिसन हो। अनि अर्को कन्डिसन छ हामीसँग, अर्को कन्डिसन रहेको छ P Q भन्दा धनी हो तर यसभन्दा होइन। P भन्ने छ, त्यो Q भन्दा धनी छ तर यसभन्दा छैन भनेपछि यस माथि छ त्योभन्दा। अब हाम्रो यो 3टा ऱ्याङ्किङ भनेपछि सबैभन्दा धनी त R छ, R भन्दा तल यस हुने भयो, यसभन्दा तल P हुने भयो, P भन्दा तल Q हुने भयो। दोस्रो कन्डिसनबाट यो ऱ्याङ्किङ आयो। अब हामी त्यसै गरी उमेरकोमा जान्छौँ। P सबैभन्दा जेठो छ होइन। अनि त्यसपछि Q यसभन्दा जेठो हो तर P र R भन्दा होइन। Q भनेको बिचमा पर्यो होइन। यसभन्दा जेठो भनेपछि यस तल भयो, यसभन्दा किनभने उमेरमा जेठो छ, तर P र R भन्दा होइन। P भनेको सबैभन्दा जेठो छ, माथि छ, R पनि योभन्दा माथि छ अरे। अब यो 3टा आइसक्यो भनेपछि R Q यस। 1 मा P हुने भयो, 2 मा R हुने भयो, 3 मा Q हुने भयो, 4 मा यस हुने भयो। अब कन्डिसनहरू मिल्यो कि नै हेरौँ है। P सबैभन्दा जेठो हो तर गरिब होइन। P सबैभन्दा जेठो हो तर गरिब, गरिब सबभन्दा गरिब Q छ। कन्डिसन मिल्यो एक पनि। अनि R सबैभन्दा धनी हो तर जेठो होइन। R सबैभन्दा धनी हो तर जेठो होइन। जेठो दोस्रो जेठोमा पर्यो होइन। अनि यो दोस्रो र तेस्रो कन्डिसन त मिलिसके। अब हाम्रो अप्सनतिर जाउँ। को आधारमा P R Q S हुने भयो र धनीको आधारमा R S P Q। अप्सन बी करेक्ट हुन्छ। ल, पजलको लागि हामीले यसरी कन्डिसन राखेर यसरी गर्न सकिन्छ हामीले जान्नको लागि। जस्तो तपाईँहरूसँग कुनै नयाँ आइडिया छ भने तपाईँहरूको आइडियाले पनि गर्न सकिन्छ। आइडिया भए कमेन्टमा राख्नुहोला र केही नबुझेको कुरा यो सम्बन्धी अझ धेरै जान्न मन लाग्यो भने आफ्नो प्रतिक्रिया राख्नुहोला। थप भिडियो बनाउन हामीलाई हौसला मिल्नेछ।